हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। यो चाहिँ भिडियो चाहिँ मेरो साथीहरू हिजोको जहाँ चाहिँ सृष्टि मेला लागिरहेको छ। यो चाहिँ हाम्रो पेदुङदेखिको कति 5-6 किलोमिटर उता अलगढा भन्ने जग्गामा लागिरहेको थियो। हाम्रो एसएचजी ग्रुप दिदीबहिनीहरू सबैजनाले यहाँनिर मिलेर हैन दोकानको स्टलहरू त्यहाँदेखिको धेरै अब अर्ग्यानिक सब्जीहरूदेखिको लिएर जे पनि अब राख्न सक्नुहुन्छ यहाँ मेलामा चाहिँ। अन्त यो चाहिँ खेलाइरहेको रहेछ हाम्रो एसएचजी ग्रुपको दिदीबहिनीहरूलाई चाहिँ। हामी टक्कै पुग्दाखेरि चाहिँ डोरी तान्ने, अन्त म चाहिँ तर यसमा पार्टिसिपेट गरिनँ किन भन्दाखेरि म चाहिँ भिडियो बनाउँदै थिएँ हो। अन्त यसमा चाहिँ ऊ जितेर एकपट्टिको चाहिँ खुसी भयो। अन्त नानीहरूलाई खेल्ने पनि राखिदिएको रहेछ। अन्त मेरो नानीले चाहिँ यो उसले जुन चाहिँ गाडी घरमा गाडी यस्तै खाले गाडी छ, उसले त्यही गाडी चाहिँ खेल्दैछ उसले त्यहाँ गएर पनि हो। अन्त उसले पनि धेरै इन्जोय गर्यो। अन्त त्यहाँदेखिको नानीलाई एकछिन खेलाइसकेपछि चाहिँ हामी चाहिँ त्यहाँदेखिको खानाहरू खजाहरू खाऊँ भनेर चाहिँ घुम्दै थियो कहाँनिर के पाउँदो रहेछ भनेर। अन्त सबै अर्ग्यानिक सब्जीहरू राखेको रहेछ। यहाँ चाहिँ हेर्नुहोस् न, फ्लावरहरू यति दामी दामी यसरी बुनेर राख्नु भएको रहेछ हो। कस्तो मन पर्यो मलाई त, फ्लावरहरूदेखि लिएर किचेनहरूदेखि लिएर ब्यागहरूदेखिको लिएर हो, धेरै राम्रो राम्रो सामानहरू सबै राख्नु भएको छ। यो हेर्नुहोस् न, यो कस्तो दामी, मलाई पुरा मन पर्यो। अन्त यो चाहिँ ढुङ्गाको बनाएको रहेछ, हेर्नुहोस् त साथीहरू, ढुङ्गाको बनाएर चाहिँ यसरी राखेको रहेछ, दामी हो। ब्याग पनि पुरा मन पर्यो मलाई। अन्त त्यहाँदेखि चाहिँ यता यो साइडमा चाहिँ स्टेज बनाएको छ। यहाँ चाहिँ स्टेज प्रोग्रामहरू पनि यो चाहिँ हामी जाँदा चाहिँ हिजो चाहिँ 2 बजी 1:30 देखि उता